चुटकिला सुरु गर्न चाहन्छु। भुटानको केटा र ओखलढुङ्गाको केटी दुईजना बिच चाहिँ लभ म्यारेज परेछ। मोबाइलमा उनीहरू भेटघाट चाहिँ भएन छन्। मोबाइलमा फेसबुकमा कुराकानी गर्दै गर्दै जाँदाखेरि केटीको नाम चाहिँ सीता, केटाको नाम चाहिँ राम थियो अरे। अनि पछि फेसबुकमा कुरा गर्दै मेसेन्जरमा कुरा गर्दै गर्दै जाँदा उहाँहरूले चाहिँ केटा चाहिँ अब भर्खरको युवा नै रहेछ, केटी चाहिँ 80 वर्ष पुगेको रहेछ। केटी अविवाहित महिला रहेछन् ती। अनि पछि उसले चाहिँ के गरेछन् भने 18 वर्षको नातिनीको आफ्नो नातिनीको फोटो चाहिँ त्यो केटालाई मेसेन्जरमा लगाइदिँदै आइडीमा राख्दै म हो भन्दै बोल्दै गर्नुभएको उहाँले। अनि बोल्दा बोल्दै उहाँहरूको माया प्रेम बस्न थालेछ। अनि पछि भेटौँ न त भनेर जाँदाखेरि त अब उनले अगाडि चाहिँ भेट्न भइ चाहिँ दिनै फोन गर्ने, मिस कल गर्ने, फोन गरेको केटालाई चाहिँ फोटो बनाएको। अनि पछि लु भेट गरौँ न त, अब बुहारीसँग त बोलिरहेको छस्, बिहे गर्नु छोरा भनेर उसको आमा बुवाले चाहिँ भनेन। ल हुन्छ ठिकै छ, केटीसँग मेरो भेट चाहिँ भएको छैन, फेसबुकमा मात्रै कुरा हो, म एकचोटि हेरेर आउँछु नि त बाबु मम्मी भनेर केटा हेर्न गएछ। जाँदाखेरि केटी त्यो बुढी केटी चाहिँ नातिनीको प्यान्ट र टी सर्ट लगाएर आइदिन्छ। अनि त्यो केटाले त्यो देख्दाखेरि गएर अब रेली हेर्दाखेरि उसलाई मन परेन छ। अनि उसको रातिको मेसेज र फोन आएकै गरेपछि त्यो केटाले अब त्यो केटी बुढी केटी भनेर दिक्क लागेर त्यो केटी नै मन नपरेर उसले चाहिँ मोबाइल फुटाइदिएछ। मोबाइल बिना एकैछिन नबस्ने केटाले त्यो मोबाइल त्यो बुढी केटी भइसकेपछि त्यो मोबाइलै फुटाइदिएछ। अनि पछि घरमा आएर खै मोबाइल छोरा भन्दाखेरि मोबाइल फुटाएको भनेर भन्छ। किन फुटाएको त भनेर सोद्धाखेरि चाहिँ केही जवाफ दिएनछ। अनि पछि यस्तै गाउँमा स्कुलमा केही प्रोग्राम भएछ। त्यो प्रोग्राममा चाहिँ त्यो केटालाई गीत गाउन लगाएछन्। त्यस बेलासम्म उसले मोबाइल ल्याएको पनि थिएन अरे, फेरि अर्को मोबाइल किनेको पनि थिएन। अनि त्यसले चाहिँ फेरि गीत गाएछ। अब त्यो मोबाइल किन फुटाएको भनेर भन्दा उसले उत्तरै दिएको थिएन। तर अरूले चाहिँ त्यो मोबाइल फुटाएको कारण चाहिँ त्यो केटाको गीत सुनेर मोबाइल फुटाएको कारण चाहिँ पत्ता लगाएछन्। अनि त्यो केटाले चाहिँ कस्तो गीत गाएछ भनेर चाहिँ अब म गीत भन्छु है त।